नम्बरी र म सन् 1988 हामी नासो लिएर टाङटिङ गाउँ गएको थियौँ। तेरै जेठी आमाले नासो जिम्मा दिने घर चिनाइदियो। अङ्कल जेठी आमाको नाम चाहिँ के थियो? मैले त नामै बिर्सेँ बेटा। होइन यो मान्छे के साह्रो पछि लाग्यो? मानिल्यो मैले भक्त सरको घर सोधेँ। तेरो बाउले मसँग त जीवन चलाउन मात्र बिहे गरेको रहेछ। प्रेम त उसैले गरेको रहेछ। ओके, हाम्रो दयाङ राईजीको चाहिँ नयाँ मुभीको चाहिँ ट्रेलर आएको छ है। पेन्सन पट्टा पेन्सन पट्टा। ओके, माउछे गुरुङजीको कि तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ। विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु। पेन्सन उठाएर मेरो ऋण तिर्ने। तल माथि केही भयो भने मैले जे पनि गर्न सक्छु। त्यति ताकत छ ममा। लौ तिमीहरूको पेन्सन पट्टा। तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त। नाम चाहिँ के लेखेको रहेछ सर? भन्नु मिल्दैन। यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्। तेरो बाउले यत्रो ठुलो कुरा मसँग लुकाएछ होइन? पेन्सन पनि अर्कै नाममा लेखाएछ। म त पेन्सन पट्टामा आमाको नाम मिलेन, त्यही भएर तपाईँलाई केही मिक्स। अच्छा, त्यसो भए त्यसले उसैको नाममा गरेको भएछ। के कसको हो अङ्कल? नम्बरी र म सन् 1988 हामी नासो लिएर टाङटिङ गाउँ गएको थियौँ। तेरै जेठी आमाले नासो जिम्मा दिने घर चिनाइदियो। अङ्कल जेठी आमाको नाम चाहिँ के थियो? मैले त नामै बिर्सेँ बेटा। ओ मान्छे कहाँ आगाको सिटमा बसेको? मानिल्यो मैले सिट छोडिनँ। साँच्चै नछोड्ने हो त? होइन यो मान्छे के साह्रो पछि लाग्यो? मानिल्यो मैले भक्त सरको घर सोधेँ। अनि आमाको नाम साम केही त होला नि? नाम त के भन्नु, तर बेसरी राम्रो गीत गाउनुहुन्छ अरे। गीत गाउने त यो गाउँमा कति छन्। म तँलाई पछ्याएर आएको र तैँले नै मलाई फकाएको होइन त घर जाइ बस्छ भनेर। त आफ्नो घर जाइ बस्न सक्छ भनेर पछि लागेर आएको होइन? बुढा यहाँ त कुट्ने कुरा त छैन त। युके जानलाई डिभोर्स गर्नुपर्ने भयो, त्यही भएर प्र्याक्टिस गरेको। धरानबाट पोखरा आयो बिआरओ सेलेक्सनको लागि। यसपालि त 100% भर्ती पक्का भनेर बाउजैले मेरो नामको आइडी फाटै बेच्दैछ। म भर्ती भइयो न हङकङ गयो। जुन बाउले जन्म दियो त्यही बाउले भाग्य बेच्दियो। भुजुङ जाने मान्छे बाटो किन आएको हो र? त्यो त बेसरी टाढा पर्छ त। तपाईँको भदनले यो बाटो सर्टकट छ भनेको थियो। धागो बाँधेको मान्छेसँग बिहे गर्नै पर्छ र धागो बाँधेको मान्छेको बिहे नगरी कोसँग गर्छ? मेरो त झन् सानोमै धागो बाँधेको। ल ओपन च्यालेन्ज, जसले सक्छ उसले आफ्नो बनाउनु। तिमी किन कुरा बुझ्दैनौ कि बुझेर नबुझे जस्तो गरेको? तपाईँ पेन्सन चाहियो होइन? छोड त, पेन्सन चाहियो तेरो बाउले मसँग त जीवन चलाउन मात्र बिहे गरेको रहेछ। प्रेम त उसैले गरेको रहेछ। मेरो बहिनीको सौतकको लागि पेन्सन बुझाउन म पैसा दिन सक्दिनँ। त्यति गर्दैन न मामा, बरु तपाईँले भन्नुभएको जेसुकै मान्छु। मान्छौ पक्का? भदौ 26। ओके, हाम्रो माउछे गुरुङ होइन, जो आफैमा एकदम मेरो चाहिँ होइन व्यक्तित्वमा मनपर्ने कलाकार के। उहाँको अभिनय यस्तो मनपर्छ है, उहाँको व्यक्तित्व नै होइन, उहाँको डाइरेक्सन रहेको मुभी पेन्सन पट्टा है, जसमा चाहिँ हाम्रो एक्टिङ किङ भन्छु म होइन, दयाङ राईज्यू हुनुहुन्छ भने उहाँ अपोजिटमा चाहिँ गौमय गुरुङ हुनुहुन्छ। र मलाई एकदम खुसी लागेको है हेरिरहँदा चाहिँ त्यो चाहिँ के हो भन्दाखेरि हाम्रो अनुसर बहिनी हुनुहुन्छ होइन, अनुसर राई। उहाँको
सिनहरू आउँदा चाहिँ म आफैलाई साँच्चै खुसी लाग्यो होइन र उहाँले स्पेसल एउटा भूमिका पाउनु भएको जस्तो लाग्यो मलाई है जे होस् खुसी लाग्यो उहाँको त्यो अभिनय देखेर उहाँको होइन सिन देखेर नि एकदम आफूलाई गर्व लाग्यो है सुरज तमोजिन हुनुहुँदो रहेछ लगायत एकदमै धेरै चिने कलाकार हुनुहुन्छ विल्सन विक्रम राई हाम्रो विदित तामाङ हुनुहुन्छ लुन्निबाजी हुनुहुन्छ पशुपति राई हुनुहुन्छ त्यसै गरी स्वयं माउसे गुरुङ हुनुहुन्छ होइन लगायत थुप्रै कलाकारहरूको अभिनय रहेको मुभी पेन्सन पट्टा चाहिँ हामीले टिजर हेर्दा पनि थाहा पाथ्यौँ कि होइन आफ्नो दयाङ राईजीको बुवाको एउटा जुन पेन्सन होइन पट्टा छ त्यहाँबाट चाहिँ उहाँले चाहिँ ऋण चुकाउनु पर्ने हुन्छ र त्यो ऋण चुकाउनलाई पेन्सन पट्टाको फन्डमा पर्दै जाँदाखेरि चाहिँ आफ्नो होइन पुरानो बुवाको कथाहरू आफ्नो पुरानो पात्रहरू होइन सँग कसरी सम्बन्धहरू चाहिँ जोडिँदै कथाहरू चाहिँ होइन पहिलाको पास्टमा चाहिँ जान्छ भन्ने एउटा स्टोरी बुनिएको चाहिँ पेन्सन पट्टा चाहिँ एकदम कमेडी पन्च लाइन्सहरू सँगसँगै चाहिँ होइन एउटा इमोसनल पाटोहरू होइन गाउँ परिवेशको कथाहरू एकदम मजाले बुनिएको जस्तो लाग्यो होइन एकदम बिजिएमले पनि मजाले त्यो सिचुएसनलाई एक्टिङलाई चाहिँ होइन मजाले लिङ्क गरेको पायो होइन एकदमै इमोसनल बनाएको छ मलाई चाहिँ एकदम राम्रो लाग्यो मुभी होइन दयाङ राईजीको जुन अरू लाइट मुभी आएको छ बिचमा होइन त्योभन्दा यहाँ चाहिँ कथा साँच्चैको राम्रै छ जस्तो लाग्यो है मलाई चाहिँ त्यही हो पेन्सन पट्टालाई शुभकामना बाँकी मुभी हेरेपछि है त